नमस्कार। आज हामी उपस्थित भएका छौँ ट्राफिक साइन अर्थात् ट्राफिकका चिन्हहरूको बारेमा थोरै यहाँ जानकारी लिने र दिने यी दुवै प्रयास गर्नेछौँ। ट्राफिक चिन्ह आजभोलि ट्राफिक चिन्ह यसरी लेखिन्छ, तर यो शुद्ध होइन। चिन्ह होइन, चिन्ह भनेको चिन्ने काम, साइन सङ्केत हो। त्यसलाई ची आदि न चिन्ह यो जे होस्। ट्राफिक चिन्ह पहिलो कुरा ट्राफिक भनेकै शब्द यस्तो छ जसको ओरिजिनल इटालियन शब्दबाट आएको। ट्राफिकको अर्थात् आर्थिक गतिविधि अर्थात् वाणिज्य व्यापारसँग सम्बन्धित शब्द हो। यो कालान्तरमा सम्भवतः 19औँ शताब्दीतिर, अहिले 21औँ शताब्दी अर्थात् 200 वर्ष अघि ट्राफिक भन्नाले कार भेहिकल गाडीहरू बुझ्न थाल्यो। ट्राफिक भन्नाले यातायातका साधनहरू जन्य त्योसँग सम्बन्धित त्यसको व्यवस्थापन भन्ने बुझिन्छ। त्यही आजको मूल विषय पनि यही ट्राफिकसँग सम्बन्धित विषय छ। ट्राफिक चिन्हको अर्थात् ट्राफिक नियममा जम्मा 3 थरी यसको विभाजन छ। यसको विधा 3 थरी छ। एउटा नियमन अर्थात् यसलाई आदेशात्मक पनि भनिन्छ। रेगुलेटरी एउटा, 2 नम्बरमा छ चेतावनी। वार्निङ। र अर्को भनेको के हो? सन्देशात्मक। इन्फर्मेसन। यो 3 थरीबाट ट्राफिक नियम अथवा ट्राफिकको व्यवस्थापन हुँदै आएको छ विश्वव्यापी रूपमै। एउटा आदेशात्मक अर्थात् नियमन खालको चिन्ह अथवा नियम प्रयोगमा ल्याइएको छ भने अर्को चेतावनीपूर्ण खालको। यदि त्यो चेतावनी दिँदै पनि यदि त्यसमा नियम पालना गरिएन अथवा त्यसलाई हेलच्याक्रा गर्यो भने ज्यान अथवा सवारी साधन दुइटै खतरामा पर्ने हुनसक्ने खालको एउटा नियमलाई चेतावनी भनिन्छ नि। अर्को चाहिँ सन्देशात्मक, सूचनामूलक, सूचनाको लागि दिने हो। त्यो खास बाध्यताकारी पनि हुँदैन। अर्को चेतावनी पनि बाध्यताकारी त होइन, तर आफ्नो ज्यान र सवारी साधनको सुरक्षाका निमित्त यो एकदम महत्त्वपूर्ण विषय छ। सन्देशात्मक अर्थात् सूचनात्मक भनेको चाहिँ यति किलोमिटर अगाडि सहर छ अथवा पेट्रोल पम्प अगाडि आउँदैछ अथवा हस्पिटल छ अथवा होटल छ, यो नहुँदाखेरि पनि त्योतिर खासै वाच नहुँदाखेरि पनि खासै फरक नपर्ने जानकारीको लागि मात्रै प्रयोगमा आउने चाहिँ सन्देशात्मक अर्थात् सूचनात्मक भयो, इन्फर्मेसन। दोस्रो चेतावनी, वार्निङ। यो चाहिँ अलि बढी ख्याल गर्नुपर्ने हुन्छ, जसको कारणले भविष्यमा गइरहेको गन्तव्यको बाटो अर्थात् त्यो पुग्ने भविष्यसम्ममा त्यो चेतावनीलाई ख्याल नगर्दा ठुलो दुर्घटनामा पर्ने अर्थात् ज्यानकै पनि बाजी मार्न सक्ने अवस्था रहन्छ। र अर्को भनेको नियमन भने चाहिँ यो चाहिँ आदेशात्मक हो। यो चाहिँ मान्नै पर्ने हुन्छ। तुरुन्तै साइन अथवा चिन्ह देखिने बित्तिकै सवारी चालकले त्यो कुरा ख्याल गरेर एकदम सावधानीपूर्वक त्यसलाई तुरुन्तै एक्सनमा ल्याउनु पर्ने हुन्छ। त्यसलाई कार्यान्वयनतर्फ चिन्ह बमोजिमको कार्यान्वयनतर्फ लाग्नुपर्ने हुन्छ। आजभोलि ट्राफिकले धेरै रसिद काट्ने, चिट काट्ने भन्छ नि, त्यो चाहिँ यही नियमनतर्फको चिन्ह प्रयोग नगर्दा अथवा त्यसको नियम पालन नगर्दा के अरे सरकारी तिरो, राजस्व, जरिवाना, चिट जे भन्नुहोस् त्यो काट्ने आजभोलिको प्रमुख बुदा चाहिँ नियमन हो, आदेशात्मक हो। त्यो आदेश चाहिँ ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन र चालकहरूलाई सुरक्षित तरिकाले गन्तव्यसम्म पुगोस् भन्ने हेतुले बनाइएको एउटा नियम हो। त्यो पुरा गर्न नसक्दा अथवा नमान्दा त्यसको बदलामा फाइन, बिगो जे होस् त्यो काट्नुपर्ने हुन्छ। आजभोलि धेरै ट्राफिक र
सवारी चालक बीच भनामन पर्ने, त्यसपछि टक्राव स्थिति हुने, द्वन्द्व निम्त्याउने प्रमुख विधा चाहिँ नियमन हो। यो चाहिँ ट्राफिकले जबरजस्ती लादेको भन्ने यातायात चालकहरूलाई त्यो पर्छ भने ट्राफिकहरूलाई चाहिँ यो पालना गर्नै पर्छ, नगरे हुन्न, यो त नियमको कुरा हो। बरु यो चेतावनी जेसुकै गरोस्। अब अर्को सूचनात्मक त त्यो खासै मतलब भएन। यो दुईटा जे जस्तो भए पनि यो आदेशात्मक चाहिँ गर्नै पर्छ भन्ने ट्राफिकको नि त्यो खालको स्कुलिङ प्रशिक्षण अथवा पाठ पढाएको हुँदा यसमा एकदम कठोर रहन्छन् ट्राफिक प्रहरी। र यसै विषयमा भन्दा भने चाहिँ सवारी चालक र ट्राफिक बीच पर्दै आएको देखिन्छ। अब लागौँ नियमन अर्थात् आदेशात्मक। रेगुलेटरी भित्र के पर्छ त? कुन साइन चाहिँ आदेशात्मक हो, कुन साइन चाहिँ चेतावनीपूर्ण हो, र कुन साइन चाहिँ यो सूचनात्मक हो, त्यसमा हामीलाई खासै धेरै ख्याल भएको जस्तो लाग्दैन। जसको कारणले गर्दा कति कुरा आदेशात्मक पनि यो वार्निङ त हो नि भन्ने खालकोले अलिकति हेपा प्रवृत्ति पनि बढेको देखिन्छ, जसर्थ ट्राफिक दुर्घटना पनि निम्त्याउँछ त्यसले, साथै आफ्नो अब जरिवाना पनि तिर्ने अवस्थामा पुर्याएको हुन्छ। अब यो यी साइनहरू चाहिँ आदेशात्मक हो, आदेश दिएको हो। त्यो ट्राफिक प्रहरीले अथवा ट्राफिक प्रहरी भन्दा पनि पहिला नियम कानुन बनाउनेले ट्राफिक प्रहरीलाई यति लागू गर है, यति कार्यान्वयन गराऊ भनेर दिएको आदेश हो। त्यसैले ट्राफिक प्रहरीले सवारी साधन धनी अथवा चालकलाई यति तिमीले पालना गर्नुपर्छ, यति पालना नगरे यसको जरिवाना अथवा सजायको भागीदार हुनेछौ। तसर्थ यो पालना गर्नु तिम्रो बाध्यात्मक अवस्था हो भनी टिकानी गरेर दिएको साइन चाहिँ यो आदेशात्मक चिन्ह भनिन्छ। यहाँ लेखेकै छ, यो गोलाकार नभएर अलिकति आयतकारको स्क्वायर भन्छ। स्क्वायरको यो आयतकारमा कालो रेखाभित्रको रातो पृष्ठभूमि चाहिँ रोक र जाऊ, अथवा रोक्नु चाहिँ पर्यो त्यसपछि जाऊ भनेको, त्यहाँ केही अगाडि गडबड छ, थोरै त्यहाँ रोक त्यसपछि जाऊ भन्ने आदेश दिन्छ। त्यसको आदेश बुझिन्छ भने अर्कोतर्फ यो एरो दाहिने अथवा देब्रे दुवैतर्फ हुनसक्छ। जस्तो यो दाहिने भयो, यो देब्रे भयो, दुवैतर्फ जता चाहिँ भयो नि यो काट्न निषेध छ। यो प्रायः काठमाडौँको धेरै सडकहरूमा देखिन्छ। ट्राफिक व्यवस्थापनलाई दुरुस्त बनाउनको निम्ति ट्राफिक प्रहरीले विभिन्न ठाउँमा राखेको नियम कानुनहरूमा यो साइन राखेको देखिन्छ। मूलतः व्यस्त सडकहरूमा, जसको कारण हुन्छ दायाँ नमोड, दायाँ मोड्न निषेध छ, दायाँ मोड्न पाइँदैन अथवा देब्रे मोड्न पाइँदैन। यदि मोड्यो भने तिमी ट्राफिक कारबाही भोग्नेछौ, ट्राफिक कारबाहीको फन्दामा पर्नेछौ भन्ने साइन पहिले दिएको हुन्छ। यो भनेको दाहिने, यो देब्रे। त्यसै गरी गोलाकार रातो पृष्ठभूमिमा सेतो धर्सोले यदि चिन्ह लगाइएको छ भने यसले प्रवेश निषेध छ, यसमा प्रवेश निषेध गरिएको छ, यहाँभित्र छिर्न पाइँदैन, यो बाटोमा जान पाइँदैन, तिमी जहाँसम्म पुग्यो त्यहाँ अब फर्क, अगाडि जान मनाइ छ भन्ने अर्थ बुझाउँछ। त्यसै गरी रातो रेखाभित्र सेतो पृष्ठभूमि अथवा प्लेटमा कालो अक्षरले यदि अङ्क लेखेर माथि टी लेखेको छ भने त्यो चाहिँ सवारी साधनको भार अर्थात् तौल यतिसम्म मात्र जान सक्छ भन्ने एउटा आदेशात्मक चिन्ह हो। जस्तो यहाँ 17 टी भने 17 टन, 17 टनसम्मको वेटमा त्यो सडकको क्षमता छ र त्योभन्दा बढी तिमी जान पाउँदैनौ। त्योभन्दा यदि 18-20 टन छ भने त्यसको लागि यो सडक उपयुक्त होइन र तिमी त्यहाँ जान वाञ्छनीय योग्य छैन भन्ने अर्थ जनाउँछौ। त्यसै गरी रातो घेरामा सेतो पृष्ठभूमिमा कालो अक्षरले यदि अङ्क लेखेको छ भने त्यसमा चाहिँ यातायात अथवा यातायात साधनको गति बताउँछ। जस्तो यहाँ 40 लेखेको छ भने अधिकतम स्पिड, गाडीको जुन स्पिड छ त्यो चाहिँ जम्मा 40 सम्म हाक्नु पाइन्छ। 0, 1, 2, 3 देखि लिएर बढीमा 40, 41 पनि जान पाइँदैन। अब व्यवहारिक रूपमा 5 सम्म 45 सम्म त जान देला नियम कानुनमा। यसलाई चाहिँ मापन गर्नलाई स्पिड रडार लगाएको हुन्छ, जसमा तालेबाट करिब 1 किलोमिटर 500 मिटर परबाट, त्यसले आफ्नो क्षमता छ मेसिनको। यद्यपि चलनचल्तीमा रहेको चाहिँ 500 मिटर परदेखि नै त्यो कति स्पिडमा आइरहेको छ भन्ने कुरा ट्राफिकले नापचाँच गर्न सक्छ र त्यो बापतमा यदि 40 जुन सीमा तोकेको छ त्योभन्दा यदि बढी उसले स्पिड कुदाएको रहेछ भने ऊ ट्राफिक कारबाहीको भागीदार हुन्छ। दायाँ बायाँको मैले भनिसकेँ। त्यसै गरी रातो रेखाभित्र सेतो पृष्ठभूमिमा केही अङ्क लेखेर एम लेखेको छ भने त्यो चाहिँ ट्राफिक नियमअनुसार सवारी साधनको हाइटलाई बताउँछ। अथवा यो चाहिँ मूल रूपमा सुरुङ अथवा पुल मुनिको सडकमा यो प्रयोग गरिएको हुन्छ, त्यहाँ राखिएको हुन्छ। अथवा पुल र सडकको दूरी चाहिँ यहाँ भने जस्तो 4.4 मिटर भनेको 4.4 मिटरभन्दा बढीको
हाइटवाला गाडी अथवा उचाइ भएको गाडी यसमा प्रवेश गर्न निषेध छ, छिर्न सक्दैन, ठोकिन्छ। तसर्थ तिम्रो लागि यो त्यो यदि त्योभन्दा बढी उचाइको यदि सवारी साधन हो भने तिम्रो लागि यो बाटो होइन भन्ने अर्थ जनाउँछ। त्यसै गरी यो त नर्मली बुझिहाल्नु भएको छ ल, पीलाई सेतो पृष्ठभूमिको कालो अक्षरले लेखेको पीलाई यदि रातो घेराभित्रले काटेछ भने पार्किङ गर्न निषेध छ। रोक्न निषेध होइन, रोक्नु र पार्किङ गर्नु फरक चिज हो। रोक्नु भनेको सवारी साधनभित्रै सवारी चालक पनि रहेर रोकिनुको अवस्थालाई रोकिनु भने, पार्किङ भने विशुद्ध रूपमा सवारी साधनबाट चालक बाहिरिएको हुन्छ, त्यसलाई पार्किङ भन्छ। यहाँ चाहिँ पार्किङ निषेध हो, रोक्न निषेध होइन। पी काटेको अर्थ चाहिँ सवारी चालक चाहिँ बसिरहनु चाहिँ पाइन्छ, यद्यपि त्यसलाई छोडेर सवारी साधनको मात्र लाइन लगाएर त्यहाँ रोक्न चाहिँ पाइँदैन, त्यसलाई नो पार्किङ भनिन्छ। त्यसै गरी अर्को रातो घेराभित्र सेतो पृष्ठभूमिमा स्टप लेखेर कालोले अन्डरलाइन यदि अन्डरलाइन गरेको छ भने त्यो चाहिँ रोक्नै पर्ने, सरासर जान्न पर्ने, एकछिन रोक्नै पर्ने अनि मतलब जाने, रोक हेर अनि जाऊ भन्ने अर्थ जनाउँछ। त्यसै गरी एउटा एरोलाई सेतो पृष्ठभूमिको कालो एउटा एरोलाई अर्को बाङ्गो एरोले यस्तो उछिन्ने जस्तरी तर बाहिरीबाट रातो घेराले गोलाकार रातो घेराले काटिएको छ भने त्यो चाहिँ उछिन्न ओभरटेक गर्न निषेध गरिएको छ। यो चाहिँ प्राय मोड बाटो हुन्छ। त्यो योसँग सम्बन्धित अर्को पनि एउटा रेखा हुन्छ, सडक लाइन हो, त्यसले पनि यसलाई जनाउ गर्छ। यद्यपि यो चाहिँ मोड अथवा वान वे पुल, मोडको बाटो लगायत ठाउँमा त्यो सुरु हुनुहुन्न पहिले राखेको हुन्छ, जसमा ओभरटेक गर्न मिल्दैन। कुनै ठाउँमा गाडी यदि साँगुरा बाटो गल्लीहरूमा चाहिँ ट्रक बस लगायत ठुला गाडीहरूलाई प्रवेश निषेध गरिएको हुन्छ, जसको सीमा तोकिएको हुन्छ यति मिटरसम्म हाइट अथवा लम्बाइ लामो। सानो बाटो तर मोड छ भन्दाखेरि त्यो मोड्दाखेरि त्यसो लामो गाडी रहेछ भने पछाडि ठोकिने सम्भावना हुन्छ, तसर्थ त्योभन्दा पहिला सवारी लम्बाइ सीमा राखेको हुन्छ। यो भनेको यति मिटरभन्दा लामो गाडी त्यहाँ छिर्न निषेध छ। त्यसै गरी त्यो मैले भनिहालेँ, यसै गरी काहीँ ट्रक, काहीँ बस, काहीँ मोटरसाइकल होइन त्यसरी पनि राखेको हुन्छ। त्यसै गरी युटर्न निषेध भनेको यु ठ्याक्कै गएर फनक्क फर्किने, त्यस्तो ठाउँमा फर्किन नमिल्ने ठाउँमा यस्तो चिन्ह राखेको हुन्छ, जसलाई युटर्न निषेध भनिन्छ। यो चाहिँ यो उल्टो युमा यस्तो फर्केको तीर हुन्छ, यद्यपि त्यसलाई गोलाकार रेखाले फेरि काटेको हुन्छ, त्यो चाहिँ युटर्न निषेध हो। अर्को निलो पृष्ठभूमिमा रातो घेराभित्र डबल पट्टी गरेको अवस्था छ भने त्यो चाहिँ रोक्न निषेध हो। त्यहाँ त रोक्न पनि पाइएन, एकदमै व्यस्त सडक न्यू रोड लगायत दरबार मार्ग अथवा कहाँ जे होस् एकदमै व्यस्त हो, त्यहाँ चाहिँ रोकिने बित्तिकै त्यहाँ ट्राफिक जाम भइहाल्छ। त्यस्तो अवस्थामा यो चिन्ह राखेको हुन्छ, त्यहाँ गई कन्टिन्यू गाडीलाई जान दिइरहेको हुन्छ, रोक्न एकछिन पनि त्यहाँ पाइँदैन, रोक्न नमिल्ने नियम राखेको हुन्छ, जसमा यस्तो चिन्हले इङ्गित गरेको हुन्छ। अब मैले भनिहालेँ, गाडी अथवा बाइक यदि चिन्ह राखेर यदि गोलाकार रातो रेखाले कट्टी गरेको छ भने त्यो चाहिँ विशेष सवारी साधनलाई प्रवेश निषेध गरिएको हो। त्यसै गरी जस्तो अघि नै माथि यहाँ के छ, 40 लेखेको छ र रातो घेराले यसरी घेरेको छ भने यसको म्याक्सिमम स्पिड, अधिकतम स्पिड गति त नभन्दा अधिकतम वेग कति हो, 40 किलोमिटर पर आवर हो। प्रति घन्टा 40 किलोमिटरको दरले ऊ त्यहाँसम्म कुदाउन सक्छ, पाइन्छ। तर यसैमा यदि काटेको छ यो 40 भन्दा बढी जान चाहिँ मिल्दैन, तर 40 सम्म चाहिँ मिल्यो हो। यही कुरा चाहिँ ठ्याक्कै यहाँ मिल्ने के छ, 40 कालो गोलाकार रेखा भित्र यदि 40 लिएर चारवटा धर्कले काटेछ भने अब के भयो, त्यो सीमा गति समाप्त भनेको अहिले 40 किलोमिटरसम्म मात्रै कुदाउन मिल्छ। म्याक्सिमम स्पिड भनेको 40 किलोमिटर पर आवर हो भने अब त्यो सीमा सक्यो। 50 हाँकिने आएको, 60 हाँकिने आएको, 20 हाँकिने आएको, जति 20 त पहिला नि मिल्थ्यो नि, 40 भन्दा बढी नमिल्ने हो। यद्यपि अब 40 भन्दा बढी पनि मिल्यो, कुनै सीमा छैन यसको, जति स्पिड हाँक्नु मिल्यो हो। जब यो निश्चित सडकमा जुन स्पिड घटाउनु पर्ने सीमा हुन्छ त्यो सीमा सिद्धिएपछि फ्रिली हुन्छ नि, फ्रीवाला जस्तो सडक आएपछि यो साइन राखिदिएको हुन्छ। यसको अर्थ अब आनन्दले आफ्नो सुरले आफ्नो अनुकूलले कति हाँक्नुपर्ने हो त्यति हाँक्न मिल्छ भन्ने अर्थ हो। अब यो यस्तो गर, निलो पृष्ठभूमिमा सेतो तीरले
यदि यस्तो गरेर उठेर यता गरेछ भने यो अब अगाडि गएर दाहिने अथवा बायाँ दायाँ अथवा बायाँ कता फर्केछ त्यता बाटो जाँदैछ है त्यता जानु बाटो भनेर अर्थम चिन्ह हो। अथवा बाटो यस्तो नै छ, यस्तो छ, मानौ बाटो टी नै छ, तर साइन यहाँ कस्तो छ, यस्तो दिएको छ भने तपाईले यताबाट यतै जानुपर्ने हुन्छ, यता गयो भने तपाईँ कारबाहीमा पर्नुहुन्छ। बाटो नभएर बाटो चाहिँ छ तर ट्राफिकले एकतर्फी बनाएको हुनसक्छ, व्यवस्थापनको निम्ति यताबाट जाने उता आउने जसो होस् उसले बनाएको हुनसक्छ ट्राफिक प्रहरीले, तर तपाईँले यो चिन्हलाई मान्नु भएन, त्यता पनि बाटो छ म जान्छु भने तपाईँ ट्राफिकको कारबाहीमा पर्नुहुन्छ। त्यसै गरी नीलो पृष्ठभूमिमा सेतो तीरले अगाडि देखाएको छ भने अगाडि यता र यता चारतिर बाटो भए पनि तपाईँ अगाडि सिधा मात्र जानुपर्ने हुन्छ। यो आदेशात्मक चिन्ह हो, आदेश दिएको र आदेश मान्ने पनि यो बाध्यताकारी चिन्ह हो हैन। अब हरियोमा गो लेखेपछि त नर्मली बुझिहाल्नुहुन्छ जाऊ भनेको हो। यो अस्थायी भन्नेको मतलब हातले यसो उठाएर देखाउने चिन्ह हो भनेको यो देखाइरहेर बोर्डमा टाँगेको चाहिँ हुँदैन। यसरी केही क्षणको लागि अर्को ट्राफिक व्यवस्थापन भौन्जेलको लागि देखाइएको चिन्हमा चाहिँ अथवा हातले अथवा कुनै केही माध्यमबाट देखाएको हुन्छ, पछि त्यो हटेको हुन्छ, अर्थात् अस्थायी जानु भनेको हो, अस्थायी रूपमा। अनि नीलो पृष्ठभूमिमा आयतकारको नीलो पृष्ठभूमिमा एरो तीर सेतो तीरले मास्तिर देखाएको छ भने त्यो वान वे रोड हो अर्थात् एकतर्फी रोड हो। त्यसमा यदि त्यो देखाएको छ भने त्यही बाटोमा जाने त पाइयो तर आउनु चाहिँ त्यो बाटो पाइएन। त्यो अर्थमा यो प्रयोग गरेको हुन्छ, यो चिन्ह प्रयोग गरेको हुन्छ। त्यसै गरी यो दायाँ र बायाँको लगभग बुझिहाल्नु भएको छ। बाटो यो चाहिँ विकल्प, अरू बाटो विकल्प रहँदै पनि यदि एरो देखाएको छ भने त्यो बाध्यताकारी हो, त्यहाँ जानैपर्छ। यसको मतलब यो बाटो अटोमेटिक यता जाने भन्ने अर्थ होइन, बायाँ पनि हुनसक्छ, सिधै पनि हुनसक्छ, दायाँ पनि हुनसक्छ, तर यो एरो चिन्हले कता इङ्गित गरेको छ त्यतैतिर जानुपर्ने बाध्यता हुन्छ, नत्र ट्राफिकको कारबाहीको भागेदारमा परिन्छ। यो सीमा समाप्त त मैले भनिहालेँ अघि न। यदि यसमै यसमै 20 लेखेको छ, 20 किलोमिटरको सीमा सक्यो। जस कति राख्छ अब त्यो आवश्यकता अनुसार त्यो सीमा समाप्त भन्ने यसको अर्थ। जुन सीमामा तपाईँलाई हिँडाइरहेको थियो, सवारी साधन चलाउन बाध्यता बनाइरहेको थियो, त्यो चाहिँ अब सीमा समाप्त भयो भन्ने अर्थ हो। अब अर्को छ दुईतिर एरो देखेको छ भने अब त्यसमा दुईतिर एरो छ, तीनटा बाटो छ, दुईतिर एरो छ, अगाडि पनि बाटो छ, अगाडि एरो दिएको छैन, दुईतिरमा दिएको छैन, अब दुईटा मध्येमा एउटामा कुनै जाऊ तर अगाडि जान चाहिँ पाइँदैन। यो अर्थमा यो चिन्ह प्रयोग गरिन्छ। त्यसै गरी त्रिभुज, उल्टो त्रिभुज आकारको रातो रेखाको उल्टो त्रिभुज यदि सडक जाँदा यदि देखिन्छ भने अब त्यहाँ गोल घुम्ती आउनेवाला छ, सडक अर्को त्यहाँ जोडिनेवाला छ, तर त्यसमा के अर्थ बुझिन्छ भने जुन मूल ठुलो सडक चौडाइ भएको जुन सडक छ त्यसमा आइरहेको गाडीलाई चाहिँ पहिला प्रायोरिटी देऊ, प्राथमिकता देऊ, त्यसमा त्यो पहिला जान दिनुपर्छ। यदि आफू पहिला गएर उची रोक्यो र त्यहाँ ट्राफिक जाम भयो भने त्यसको कारबाही आफू परिन्छ। तसर्थ ठुलो सडक चौडाइ सडकमा गुड्ने सवारीलाई पहिला जान देऊ है भन्ने अर्थ यसले जनाउँछ। यो गोलाकारभित्र तीनटा एरो घुमेको छ भने त्यो त बुझिहाल्नुहुन्छ, त्यहाँभित्र चौबाटो आउनेवाला छ र त्यो गोल घुम्ती छ, त्यो अर्थ हो। यसले जानकारीमूलक दिएको हो। र दाहिनेबाट यसको अर्थ फेरि के हुन्छ भने त्यसमा दाहिने तर्फबाट आइरहने आफूभन्दा दाहिनेबाट आउनेलाई पहिला प्राथमिकता दियो। आफू गइरहेछ, अर्को बाटो उता छ, ऊ यसरी आउँछ भने पहिला आफूभन्दा दाहिने भने उसलाई दिनु पऱ्यो, आफूले उसलाई दिनु पऱ्यो, दाहिनेबाट आएको उसले उसलाई दिनु पऱ्यो, जो पहिला आउँछ तर आफूभन्दा दाहिनेलाई प्राथमिकता दिनु पऱ्यो। मतलब सबैजना त्यहाँ गएर चाहिँ कन्ट्रोलमा नियन्त्रणमा सवारी साधन राख्नु पऱ्यो, बिस्तारै राख्नु पऱ्यो हैन, पहिला अर्कोलाई प्राथमिकता दिएर आफू जानु पऱ्यो भन्ने अर्थमा यसले जनाउँछ। ल अर्को अहिले आदेशात्मक अथवा नियमन गर्ने खालको चिन्हको बारेमा थोरै जानकारी लियौँ। अब आयो यो चेतावनी पूर्ण वार्निङ। यो नियम नमान्दा ट्राफिकको जरिवाना, ट्राफिकको कारबाहीमा त परिँदैन। यद्यपि यसलाई अपहेलना गरेर वास्ता नगरी अघि बढ्दैमा आफ्नो ज्यान तथा सवारी साधन दुवै क्षति हुनसक्छ, दुर्घटनामा पर्न सक्ने सम्भावना प्रबल हुन्छ। तसर्थ यो वार्निङ चेतावनीपूर्ण चिन्ह चाहिँ सबैभन्दा अझ खतरनाक हो। जस्तो चौबाटो अगाडि गइरहेको छ, जाँदै
त्रिशूलभित्र त्रिकोणभित्र त्रिभुजभित्र यदि 4 वा प्लस गइरहेको बाटोको एरोसँग अर्को क्रस बाटो देखाएको छ भने अब त्यहाँ 4 वटा बाटो जोडिनेवाला छ, केही मिटर अगाडि 4 वटा बाटो त्यहाँ जोडिनेवाला छ भन्ने अर्थ हो। यसलाई अपहेलना गर्न एज एस गोस वासना गरेर के हुन्छ, सर जुन स्पिड छ त्यो स्पिडमा गइरहने उतान्ने बाटोमा अर्को गाडी भेटिन सक्छ, दुर्घटना पर्न सक्छ। कारबाही त परिएन तर ज्यान एकदम जोखिममा पर्यो नि हैन। त्यसर्थ यो एकदमै महत्त्वपूर्ण विषय हो, झन् चेतावनीपूर्ण। अगाडि गइरहेको बाटोमा आफूभन्दा मोटो चौडाइको यदि प्लस चिन्हले क्रस गरेको छ भने त्यसमा के बुझ्नु पर्यो, आफू गइरहेको बाटोभन्दा अझ ठुलो बाटोले त्यहाँ क्रस गर्दैछ। दुईटा बाटो विपरीत रूपमा क्रस गरेर जाँदैछ, 4 वटा बाटोको जक्सन आउनेवाला छ। अझ आफूभन्दा नि ठुलो चौडाइको बाटो, आफू गइरहेको बाटोभन्दा नि ठुलो चौडाइको बाटो त्यहाँ जक्सन अथवा भेट हुँदैछ भनेर जानकारी लिनु पर्यो। त्यो अनुसारलाई त्यो अनुसारको गाडीलाई आफ्नो कन्ट्रोलमा लिनु पर्यो, नियन्त्रणमा राख्नु पर्यो। यो अर्थमा यो चिन्ह प्रयोग गरिएको हुन्छ। त्यसै गरी एरोभित्र दाहिने अथवा बायाँ अथवा दुवैतर्फ त यो भइहाल्यो, दायाँ अथवा बायाँ पनि हुनसक्छ, अथवा बायाँमा टी जसरी बाटो जोडिएको हुनसक्छ, दायाँतर्फ पनि जोडिएको हुनसक्छ। त्यो पनि ख्याल गर्न यो चिन्ह प्रयोग गरिन्छ। अब यो भनेको यहाँ चिन्हले पनि देखाएको छ, मान्छे जेब्रा क्रसिङबाट बाटो काट्दै गरेको। अब केही पर अगाडि, केही मिटर अगाडि मान्छेले बाटो काट्न सक्छन्, बाटो काट्ने ठाउँ आउँदैछ भन्ने कुरा जानकारी दिएको। यसलाई पनि अपहेलना गरेर वास्ता नगरेर गयो भने के हुन्छ, मान्छेलाई गाडी ठक्कर दिन सक्छ, त्यसै दुर्घटना हुन सक्छ। तसर्थ यी चिन्हहरू चेतावनीपूर्ण चिन्हहरू हुन्। अर्को यो चिन्हबाट पनि तपाईँ देखिहाल्नुहुन्छ, यो गोल घुम्ती आउनेवाला छ केही मिटर पछाडि अथवा केही मिटर अगाडि। जस अगाडिको बाटोमा यो त्रिभुजभित्र, रातो रङको त्रिभुजभित्र कालो तीरले वरिपरि घुमेको देखिन्छ भने त्यहाँ अब सडकका जक्सनहरू गोल घुम्ती आउनेवाला छ। त्यही अनुसारको घुमाउनु पर्ने हुन्छ गाडी। सिधै जाँदाखेरि त ठोकिन सक्छ, उता पनि गाडी आएको हुन्छ, त्यसलाई त घुमाएर आफ्नो रुटमा ल्याउनु पर्ने हुन्छ। त्यसको लागि यो चेतावनीपूर्ण चिन्ह प्रयोग गरेको हुन्छ। दायाँ बायाँ मोड्ने यो त दिइहाल्छ। यो प्राय पहाडी क्षेत्रको सडकमा प्रयोग गरेको हुन्छ। अब सडक घुम्दैछ अलि अगाडि, 50 मिटर अगाडि गएपछि दायाँतर्फ घुम्दैछ, अथवा 50 मिटर अगाडि गएपछि बायाँ गएर फेरि दायाँ घुम्दैछ भनेर यसरी प्रयोग गरेको चिन्ह हो। यसमा के छ, सवारी साधनलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ, नत्र मोड नपुगेर सवारी साधन दुर्घटना पर्न सक्छ। तसर्थ त्यसबाट बच्नको निम्ति यो चिन्ह लगाइएको हुन्छ। साथै यो चिन्ह प्रयोग गरेको ठाउँमा कतिपय ठाउँमा चाहिँ मोडको छेउमा डिभाइडर अथवा त्यो चेकबार पनि लगाइएको हुन्छ। किनकि यदि मोड नपुगेर स्पिड धेरै आएर मोड पुग्यो भने त्यहाँ ठोकेर अथवा त्यहाँ सडकबाट नबाहिरियोस् भनेर बरु सडकमा ठोकेर सडकभित्र आओस् भनेर डिभाइडरहरू पनि लगाइएको हुनसक्छ। त्यसै गरी अर्को चिन्ह छ, दुवै बाटो गएर यस्तो गर्छ भन्दाखेरि अब बाटोको चौडाइ साँघुरो हुँदैछ। अहिलेसम्म जतिवटा बाटो छ जुन रूपमा गइरहेछ अब स्वाट्टै घट्नेवाला छ। कहिलेकाहीँ यो चाहिँ सिधा देखाएर यस्तो गरेर यो चाहिँ यस्तो गर्छ भने एकतर्फ त सिधा छ, यतापट्टिको बाटो घटेछ, अथवा यता देखायो यताको बाटो घटेछ, दुईतिर गयो भने अब दुईतिर बाटो के भयो, घट्दै गइरहेको छ, घट्नेवाला छ। त्यसको चिन्हको लागि यो प्रयोग गरिन्छ। यो एकातर्फ घटेको, यो दुवैतर्फ घटेको, यो एरो जस्तो घर जस्तो दिएर यो ढाड यस्तो तेर्स्याएको हुन्छ नि हो। त्यसै अब जाँच चौकी, प्रहरीको चौकी हुनसक्छ, कर उठाउनको निम्ति बसेको एउटा चौकी हुनसक्छ, चाहे जे होस् सेनाकै चौकी हुनसक्छ इन्ट्री गर्ने। यस्तो चिन्ह आयो भने त्यो चाहिँ सम्भवतः पुलमा प्रयोग गरिन्छ। अझ बढी गरी साँघुरो पुल छ भने एकचोटिमा एउटा मात्रै गाडी अट्ने पुलमा यो पुलको मुखमा यो राखेको हुन्छ। यो ख्याल गर्नुपर्ने हुन्छ। त्यसै गरी दायाँ र देब्रे बराबर समानान्तर रूपमा एरो दिएको छ भने यो चाहिँ दुईतर्फी दायाँ बायाँ दुईटैतर्फ गाडी चल्ने बाटो हो भन्ने अर्थ हुन्छ भने अब गाडीको अगाडिको यो 4.4 मिटर भन्ने अघि पनि भनिसकेको छ, यो आइसकेको छ। यो कतिपय चिन्हहरू आदेशात्मक पनि हुन्छ र चेतावनी पनि हुन्छ। यो कमन पर्छ कतिपय चिन्हहरू, त्यही अनुरूपको यो पनि एउटा हो। यसले मिटर भनेको हाइटलाई जनाउँछ, गाडीको उचाइ कति छ। अब ओह्रालो झर्ने यदि बाटो अब केही मिटर अगाडि गएपछि ओह्रालो झर्ने छ भने गाडी झुकेको चिन्ह प्रयोग गरिन्छ भने त्यसरी उकालोमा पनि ठ्याक्कै उकालो देखाइन्छ। यस्तो चिन्हले दोहोरो बाटो समाप्त गइरहेको छ, दुईटा बाटो उता नि एउटा बाटो आइरहेछ, यो नि बाटो आएछ भने अब एउटा मात्र बाटो छ, दुईटा बाटो सकियो, लास्ट यहीँसम्म रहेछ भन्ने अर्थ जनाउँछ। त्यसै गरी गाईको चिन्ह छ भने
पाल्तु जनावर घरपालुवा जनावर सडकमा आउन सक्छन्, उफ्रेर कुनै पनि बेला यहाँ आउन सक्छन्। घरपालुवा जनावर चर्ने ओर्ने यसको छेउछाउ चाहिँ घरपालुवा जनावरको घनत्व छ है भन्ने अर्थमा सावधानी देखाउँछ। त्यसै गरी दुईजना एउटा बच्चालाई ठुलो मान्छेले डोर्याइदिएको देखारी अगाडि थुप्रै अब पदयात्रीहरू आउँछन् बजार किनमेलको लागि, चाप अथवा बजार क्षेत्र आउन आँट्यो है भन्ने अर्थ यसले जनाउँछ। त्यसै गरी त्रिभुजभित्र रातो रेखाको त्रिभुजभित्र प्लेनको चिन्ह दिएको छ भने मान्छेलाई लाग्छ कति यो प्लेनको चिन्ह किन दिएको, एयरपोर्ट आयो भने दिन होला, गाडी हाक्नलाई एयरपोर्ट के सरकार किन राख्नु पर्यो भन्ने पनि अर्थ हुन्छ। तर त्यो होइन, यसको अर्थ हुन्छ प्लेन एयरपोर्ट छ भने त छँदैछ, त्यसको अलावा प्लेन एकदम नजिकबाट सडकबाट केही मिटर उचाइमा मात्रै रहन्छ है, अथवा कम उचाइका जहाजहरू यहाँ उडान अवतरण भइरहेको हुनसक्छ। त्यसको निम्ति चेतावनीपूर्ण जानकारीको लागि यो चिन्ह प्रयोग गरेको हुन्छ। यसमा चाहिँ टी जक्सन भन्छ, भनेको आफू गयो बाटो, त्यसपछि बाटो अब सिधा छैन कि दायाँ कि बायाँ, ठ्याक्कै टी आकारबाट बाटो टेढिन सक्छ भन्ने अर्थमा त्यसको लागि के गर्नु पर्यो, सवारी साधन एकदमै स्लो गर्नु पर्यो, किनकि अब मोड्नुपर्ने हुन्छ तसर्थ त्यसलाई कन्ट्रोलमा आओस्, नियन्त्रणमा राखिरहन सकोस् चालकले भनेर यो चिन्ह प्रयोग गरेको हुन्छ। यो वाइ जक्सन भनेको दुईटा बाटो जोडिनेवाला छ, टी आकारमा चाहिँ होइन कि पुरै टी जस्तो ठाडो होइन कि अलिअलि स्लो गरेर दुईतिर बाटो छुट्टिन्छ, यो गइरहेको बाटो दुईतिर छुट्टिने अवस्थामा पहिला वाइ जक्सन देखाइन्छ। त्यसै गरी बाङ्गिएको टीमा चाहिँ अगाडिबाट बाङ्गिएको टी यदि देखिन्छ भने त्यसमा चाहिँ दाहिनेबाट अर्को सवारी साधन आउन सक्छ है, उति नै उही रेसियोमा, सडक पनि बराबर छ, चौडाइ पनि दुईटाको बराबर छ, त्यही रेसियोमा गाडी आउन सक्छ भन्ने अर्थमा यो प्रयोग गरिन्छ भने त्यसै गरी त्यसलाई बायाँतिरतर्फ देखाइदियो भने के भयो, त्यो बायाँबाट आउन सक्छ भन्ने अर्थ भयो। अनि यो चाहिँ पहाडकै बाटो, प्राय पहाडको बाटोमा प्रयोग गरिएको हुन्छ। जस्तो यो चिन्ह धेरै कहाँ प्रयोग गरेको छ भनेदेखि बर्दिवासबाट सिन्धुलीसम्मको बाटोमा यो धेरै प्रयोग गरिएको छ, जसमा खतरनाक दबेको बाटो अगाडि आउँदैछ, त्यसले के गर्छ, चेतावनीपूर्ण यो चिन्ह किन पर्यो भने त्यो हो भने त्यही अनुसारको गाडीलाई स्लो गर्नु पर्यो, नत्र गाडी त्यहाँ खचक्क लचेर उफ्रेर फालिन सक्छ अथवा त्यसो सकर भाँचिन सक्छ, गाडीबाट चालक उछिकिन सक्छ। यो विशेष गरी बाइक चलाउनेहरूलाई, त्यसै गरी कार चलाउने पनि उफ्रेर बाइक अथवा कार सडकबाट छेउमा पुग्न सक्छ, त्यो अर्थमा पहिले यो चिन्ह प्रयोग गरेको हुन्छ। अब यो ट्राफिक सङ्केतको त अगाडि ट्राफिकको सङ्केत, ट्राफिक बत्ती छ है, आउँदैछ भनेर देखाइएको हुन्छ। यो अलि लामो सडकहरूमा यो प्राय इलामको सडकमा भेट्न सकिन्छ। इलामको सडक भन्नाले इलामबाट झापातर्फ आउँदाखेरि यो साइन देखिन्छ कतै कतै। त्यसै गरी जसरी दबेको बाटो त्यसै गरी यहाँ थोरै उठेको बाटो, यो पनि एकदम खतरनाक हुन्छ। यदि धेरै स्पिडमा गाडी आइरहेको छ र यसलाई सावधानीपूर्वक यसलाई ख्याल गर्यो भने के हुन्छ, त्यो तल बाइकमा त्यो इन्जिनमा त्यो ठोकिन सक्छ स्पिड आइरहेको बेला, अथवा बाइकै उचालिन सक्छ, अथवा चलाइरहेको व्यक्ति नै बाइकबाट उछिकिन सक्छ। त्यस अर्थमा खतरनाक दुर्घटना हुनसक्छ भनेर पहिले यो चिन्ह प्रयोग गरेको हुन्छ। रेलगाडीको चिन्ह भएकोमा रेलगाडी यहाँ आउँदैछ तर यसमा बार छैन है, बिना बारको रेल, जुन बारले जुन सवारी साधन रोक्छ अनि बल्ल रेल जान्छ, त्यस्तो छैन, रेलगाडी चाहिँ चल्न सक्छ भन्ने चिन्ह यो हुनसक्छ। यो नेपालमा प्राय खासै यो प्रयोग छैन, जनकपुरको पिडारी चोकमा यो प्रयोग भएको देखिन्छ। अब बढी उकालो ओह्रालोको यस्तो र उकालोको यस्तो चिन्ह त हुने भइहाल्यो। अर्को थोरै गाडीको आधा अंश दिएर केही उछिकेको जस्तो देखिएको पनि हुन्छ, जहाँ कच्ची रोड, पिच रोड सिधेर कच्ची रोड सुरु हुने अगावै त्यो चिन्ह राखेको हुन्छ, जसमा गिटीहरू चक्काबाट उछिकेर लाग्न सक्छ। त्यसको निम्ति गाडी अथवा बाइक त्यसलाई सावधानीपूर्वक चलाउनुहोस् भन्ने अर्थमा यो चिन्ह प्रयोग गरेको हुन्छ। त्यसै गरी सडकको छेउबाट नदीतर्फ यदि गाडी कार खसेको देखिन्छ भने यो डेन्जर बाटो छ, तल नदी बगिरहेको छ, नदीको डिलबाट यो सडक गइरहेको भन्ने अर्थमा, अब जाँदैछ भन्ने अर्थमा त्यो चिन्ह प्रयोग गरेको हुन्छ। अनि अर्को चिन्ह छ, यो चिन्ह छ अर्को, यो काठमाडौँबाट हेटौँडातर्फ जाने बाटोमा प्राय प्रयोग गरेको हुन्छ। यो कान्ति राजपथ, त्यसपछि सिस्नेरी लगायतको बाटोमा यसमा चाहिँ चक्का यहाँ चिप्लिएको देखिन्छ, भनेको चिप्लो बाटो छ, हिउँ परेको नै हुनसक्छ, तुषारमा पर्ने सडक हो, प्रायः यहाँ घाम लाग्दैन, ओसिलो भइरहने सडकमा चाहिँ यदि यो चिन्ह प्रयोग गरेको छ भने त्यहाँ चिप्लिन सक्छ है, यो सावधानीपूर्वक हिँड्नुपर्छ नत्र लडिन्छ भन्ने अर्थमा पहिले यो चिन्ह प्रयोग गरेर त्यहाँ प्रयोग गरेको हुन्छ। त्यसै गरी यो यस्तो आएर थोप्लो, यो कौसन, यो खतरा चिन्ह भन्ने अर्थ हो। यो त ट्राफिक नियममा त होइन, हरेक चिजमा खतरामा यो चिन्ह प्रयोग गरिन्छ, यो बुझिहाल्नु भएको छ।
त्यसै गरी अरू त अब डाइभर्सनमा पहेँलो पृष्ठभूमिमा कालो अक्षरले लेखिएको हुन्छ। त्यसै गरी टी जक्सन यो चाहिँ सडक यस्तो गरेर ठ्याक्कै टीमा बाँडिएको हुन्छ। यसमा चाहिँ कालो पृष्ठभूमि सेतो रेखाले एरो दुईटा दिएको हुन्छ, जसको अर्थ हुन्छ अब टी जक्सन आउँदैछ भनेको सडक कि तपाईँ गइरहनु भएको साधन कि बायाँ लानुपर्छ कि दायाँ लानुपर्छ, सिधै जानु सक्दैन। सिधै तपाईँको घर हुनसक्छ अथवा वालसाल केही हुनसक्छ। अब त्यो बाटो छैन भन्ने अर्थमा यो देखिन्छ। अनि अर्को कालो पृष्ठभूमिमा पहेँलो तीनटा एरोले यदि चिन्ह देखाएको छ भने त्यो चाहिँ एकदम तिखो पुरै युटर्न स्टाइलको मोड आउँदैछ भन्ने अर्थ जनाउँछ। यो चाहिँ प्राय पुल बनेको छ भने डाइभर्सन गर्नलाई जुन बाटो अस्थायी बनाएको हुन्छ त्यस्तोमा प्राय प्रयोग गरेको हुन्छ। यद्यपि यो थाई पनि प्रयोग गरेको हुन्छ कतै कतै। अनि कालो पृष्ठभूमिमा पहेँलो एरोले तीनटा अगाडि मास्तिर खाडा देखाएको छ भने त्यो खतरनाक बाटो हो, डेन्जर बाटोमा त्यो प्रयोग गरिन्छ। प्राय तराई होइन, यो हिमाली क्षेत्र पहाडबाट हिमाली क्षेत्रतर्फ जाने बाटोमा प्राय यो प्रयोग गरेको भेटिन्छ। अब अर्को जानकारीमूलक ट्राफिक चिन्हहरू। अब यो त जानकारी दिने हो। जस्तो हाँकिरहनु भएको छ अगाडि हेटौँडा 20 किलोमिटर भनेर लेखेको छ भने हेटौँडा 20 किलोमिटर आउनु बाँकी रहेछ भन्ने अर्थ हुन्छ। अथवा पेट्रोल पम्पको चिन्ह राखेको छ भने पेट्रोल पम्प आउँदा चाहिँ मेरो पनि तेल भर्नु थियो, अथवा खाजा खाने होटल आउँदैछ, मसाज आउँदैछ, के आउँदैछ होइन। हो यो चाहिँ जानकारीमूलक चिन्हहरू हुन्। यो चाहिँ आफ्नो आवश्यकता अनुसार उपयोग लाग्छ। अब जस्तो तेल हाल्नु छैन, फुल ट्याङ्की छ भने पेट्रोल पम्पको चिन्ह भएर अर्को त्यो बाइक अथवा कारलाई त्यो मतलब भएन, ऊ आफ्नो तरिकाले जान्छ। यो खास अब अगाडि चाहिँ के आउँदैछ के हुँदैछ भन्ने अर्थमा हो। अथवा दोबी होइन, कुन ठाउँ आएर जानकारी दियो नि त, ओहो यो कहाँ आइपुग्यो भन्दाखेरि दोबी भन्ने भयो, अथवा विराटनगर भन्ने भयो, अथवा इटेरी आइएछ। यस्तो चाहिँ ठाउँ विशेषलाई पनि देखाउने यो सबैको नियम कानुन हुन्छ। यो चाहिँ यातायात व्यवस्था विभागले निर्धारण गरेको हुन्छ। जस्तो ठाउँको नाम चाहिँ कालो सेतो पृष्ठभूमिमा कालो अक्षर लेख्नुपर्छ, हरियोमा पहेँलो अथवा निलोमा त्यस लेख्न पाइँदैन। र यसको कति मिटर चौडाइ लम्बाइको प्लेट राख्नुपर्छ, त्यहाँ बोर्ड राख्नुपर्छ। यो ठ्याक्कै एक्ज्याक्ट नियम छ। त्यो चाहिँ यातायात व्यवस्था विभाग, नेपालको हकमा यातायात व्यवस्था विभागले निर्धारण गरेको हुन्छ।